विवाह अग्निको साक्षित्व र विप्रको साक्षित्वमा हुने भएको कारणले विवाहमा अरु भगवानलाई जसलाई सम्झे पनि मुख्य देवता अग्नि हुनुहुन्छ। त्यही भएर अग्निलाई साक्षी राखेर विवाह गरेको भन्ने चलन छ नि त। तर अहिलेको विवाहमा उनै अग्निदेवको यति अपमान हुन्छ, त्यसैले पनि सायद अहिलेका विवाहहरू त्यस्तै त्यस्तै हुने गरेका छन्। अग्नि भगवानको पूजन गर्न ब्रह्मा विष्णु महेश्वर दीप कलश गणेश 4 सुरहरू त्यहाँ पूजा गर्न पर्छ नि त। त्यो पूजा गर्ने वर वधु कतिको शुद्ध छन् भन्ने कुरा र शुद्ध हुनुपर्छ भन्ने कुरा पनि उनकै पितामातालाई पनि थाहा नभए जस्तो गर्छन्। एउटा घरमा सत्यनारायण पूजा लगाउनु पर्यो भने पनि बिहानदेखि कति शुद्ध भएर कति पवित्र भएर कर्म गर्नुपर्छ। के खाने र के नखानेको एउटा नियम छ कि छैन? त्यस्तो नियम जान्दै गरेका ती माता पितादेखि लिएर त्यो वंशमा पनि त्यो छोराको विवाह छ अथवा छोरीको विवाह छ, त्यो विवाहमा विवाहको मध्यान्तर भयो, कन्यादान भयो भनेपछि अथवा त्योभन्दा पहिले पनि यता ल अब कन्यादान गर्ने बेला हुन्छ, के कर्म हुन्छ, कपडा फेरिदिनु पर्छ भन्ने बेलामा जो भोजनको बेला आउँछ, त्यो बेलामा गएर ती वर र वधुले मांसादि भक्षण गरेर आउँछन्। आएर फेरि तिनीहरू नै त्यहाँ मण्डपमा बस्छन्। बिहानदेखि विवाह गराइदिनु पर्छ भनेर भोग भोगै आएका गुरुजीलाई पानी सोध्न अझै भ्याएका छैनन्। तर वर वधुले चाहिँ गएर मांस भक्षण गरेर आएर अनि त्यहाँ चिच्याउँछन्, अझ अरूले छिटो गरिदिनु पर्यो गुरुजी, छिटो गरिदिनु पर्यो। बिचरा बिहानदेखि पानी सोध्ने कोही छैन गुरुजीलाई। अनि यतापट्टि चाहिँ भगवानको यति अपमान कि शुद्ध भोजनको त कुरा अलग जाओस्, मांस भक्षण गरेर आएर मण्डपमा बसेका छन्। अब उनीहरूले गरेको पूजा भगवानले ग्रहण गरेर फल दिने कुरा त हुँदै हुँदैन, त्यो ग्यारेन्टी कुरा नै भयो। अशुद्धिको पनि त लिमिटेसन हुन्छ नि त। भात तरकारी खाएर आए ठिकै छ, त्यो कुरालाई भोकाएका थिए भन्न मिल्छ। जबकि घरको पूजामा बाबु पूजा गर्न आऊ भन्दा होइन म त खाएको छु भनेर सामान्य भोजन गरेको व्यक्ति पनि पूजामा नबस्ने व्यक्ति आज मांस भक्षण गरेर त्यहाँ पूजा गरिरहेको छ भने उसको जीवन र उनी कन्याको जीवन भगवानको कृपाले राम्रो होला भन्ने यो त धारणा मात्रै हो, यो सम्भव छैन। किनकि धार्मिक दृष्टिकोणले के हुन्छ, यसको के फल हुन्छ भन्दा पनि अपराध भयो। त्यहाँ अग्नि भगवानहरूको ठुलो अपमान भयो। त्यसैले अहिलेका सम्बन्धहरू त्यस्तै भएका छन्। एक दिन अनि अर्को दिन ग्रह शान्ति हुन्छ नि घरमा। ग्रह शान्तिको दिन भोज गर्ने भनेर फेरि बिहान घरमा हवन कुण्डमा हवन गरिरहेको व्यक्तिले त्यो पूजा सकेर प्रसाद खान छैन, पञ्चामृत खान छैन, त्यहाँको गएर फेरि त्यहाँ खान्छ। यो अवस्थाले गरेको विवाह र यसरी गरेको भगवानको अपमानले हाम्रो गृहस्थ जीवन राम्रो हुँदैन, यो कुरा ग्यारेन्टी छ। त्यसैले कम्तीमा अरूलाई त भनेर लाग्दैन, आफ्नो परिवारमा छोराको विवाहमा र छोरीको विवाहमा त्यो 2 दिन, विवाहको दिन र ग्रह शान्तिको दिन, जुन दिन हवन गरिन्छ, जुन दिन भगवानको पूजन हुन्छ, ती दिनहरूमा चाहिँ यस्तो अभक्ष भक्षणबाट आफ्ना सन्तानलाई वर्जित गराउनु पर्छ। कम्तीमा गाउँकालाई सकिँदैन होला, अरूले भनेर मान्दैनन् होला, आफ्ना सन्तानसम्मलाई चाहिँ जबकि एउटा सानो पूजामा समेत शुद्ध बस्नु पर्ने भएको छ, तर विवाहमा चाहिँ शुद्ध नबस्ने अरे जान उल्टो भयो क्या त्यो। जबकि एउटा सानो घर बनाउनु पर्दा शुद्ध भएर बिहान पूजा गर्ने हो कि होइन? एउटा 2 लाखको बाइक किन्ने हो भने त्यो पूजा गर्न व्यक्ति शुद्ध बस्छ भने जुन जीवन बिताउने कुरा छ, त्यो जीवन बिताउने कुरामा चाहिँ भगवानको अपमान गरिरहेको छ। अनि यता गुरुजीको अपमान भएको छ बितारा, जसको मन्त्रले नै विवाहलाई विवाह मानिने हो मुख्य, हो कि होइन? नत्र त गुरुजी नचाहिने भए त त्यो अर्कै गयो नि त कुरो।
भने गुरुजी आएको नै गुरुजीले मन्त्र पढेरै विवाह भएर हो नि त। भने जो जसको बिना विवाह हुँदैन उनको पट्टि त मतलबै छैन, उनले के खाए के गरे कसो केही मतलब भएन। यता टेन्टदेखि लिएर केमा खर्च गर्नुपर्ने करोडौं खर्च भइसकेको छ। बिचरा गुरुजी साँझसम्म टुकुन 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 गराउनुहुन्छ। त्यही पनि दिने बेलामा त्यही पनि समस्या हुन्छ। फेरि टेन्टलाई यो हातले भर्खरै 30-40-50 हजार 1 लाख दिँदा केही भएको छैन एक दिनको, तर बिहानै आएर भोकै बसेर सबैले खाछन् त्यहाँ, बिचरा पण्डित मात्र एकजना नखाने हो कि होइन? एक्लै ऊ छ बिचरा शुद्ध, उसले दिनभरि पूजा गराएपछि यता दिने बेलामा त्यो व्यक्ति फेरि डराइहाल्छ। टेन्टपट्टि चाहिँ उसले इन्भेस्ट देखिरहेछ, हेर्नु उसले दुःख गरेको देखिरहेछ। तर पण्डितजीले त्यो कर्म गराउन जुन आफ्नो परम्पराबाट पढ्दै आएर कति वर्ष बिताउनु भएको छ त्यो इन्भेस्ट देख्दैन। के भन्छ भने के भएको छ र, आए त्यही मन्त्र त पढे नि भन्ने मात्रै सोच्छ। त्यो टेन्टवालाले जसरी इन्भेस्ट गरेको छ, साउन्डवालाले जसरी इन्भेस्ट गरेको छ, बाजाहरूले इन्भेस्ट गरे जस्तै उनको पनि त आफ्नो इन्भेस्ट छ नि त। वर्षौं वर्ष लगाएर त्याग गरेर कहाँ कहाँ गएर पढेर आएर बल्ल त्यति बनेका, त्यतिकै आजै फ्याट्ट गरेर त्यहाँ मन्त्र पढेका त होइनन् नि त। भने उनको इन्भेस्ट देखिँदैन, तर उनको पनि छ। तर त्यो त मतलब हुँदैन, यिनलाई जति पनि हुन्छ भन्नेतिर मान्छे गइहाल्छ। भने यतापट्टि चाहिँ खन्याउन सकिया छ। जुत्ता लुकाएकी सालीलाई 1 लाख दिन केही दुःख छैन, टेन्टवालालाई 50-60 हजार 1 लाख दिन दुःख छैन। विवाह जस्तो पवित्रको दिन र ग्रह शान्तिको दिन लाखौं लाखको मांस खान त्यो दुःख छैन। तर त्यो गराउन आएका गुरुजीलाई केही अलि धेरै दिन पर्यो भने यिनलाई किन दिनु पर्यो भनेर दुःख छ व्यक्तिलाई। यसरी गरेको विवाहले कति फल प्राप्ति हुन्छ त्यो आफैले जान्ने कुरा। आनन्द कन्द भगवानको